जिन्दगीको बाटो कहाँ छ र सोचो कहिले छाया कहिले घामको पोसो पसिनाले लेखिन्छ भागेको कथा लडेर रोक्ने हो यही सभ्यता पेन्सिलले लेखे मेटिएला साथ तर सङ्घर्षले लेखे रहन्छ अहिले पनि छ मेटिनु छैन हिँडिरहने हो रोकिनु छैन पेन्सिलले लेखे मेटिएला साथ तर सङ्घर्षले लेखे रहन्छ अहिले सफल हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल हजुरहरू सधैँ हुनुहुन्छ होला म पनि सन्चै आरामै छु ल आजको न्यू डे न्यू भ्लग सुरु भइसकेको छ है धेरै दिनपछि भ्लग बनाएको है म चाहिँ अहिले बुटोलतिर छु बुटोलतिर रिसेन्टली आजै नै आएको होइन यसो काम परेर ल देख्न सक्नुहुन्छ म चाहिँ यता घुम्न आएको छु यता पार्क हो कि के ठाउँ मैले त्यति जान्दैन अनि भाइ चाहिँ साला केटा चाहिँ ससेस किन्न गएको छ अनि त्यसपछि आउँछ र अनि भाइले खान्छ के खान्छ उता के किन्न गएको छ अनि त्यही नै हो म चाहिँ यहाँ टक्क लाएर बसेछु चिलमा भ्लग नबनाएको धेरै दिन भयो है सबैजनालाई त्यसको लागि आम सो सरी है गाइजहरू अनि त्यही नै हो अब चाहिँ भ्लग आउँछ सायद म हाल्छु होला अबदेखि भ्लग त्यही हो माया देखाइदिनु होला सबैजनाले खास भ्लग नबनाएको चाहिँ अब के भनौँ यस्तै अब झ्याउलाउनु लागिसक्यो भ्लगमा अब भ्युज स्युज केही आउँदैन सपोर्ट केही छैन है अनि त्यही नै हो अब भ्लग अलि पेल्न पऱ्यो अब भएन अलिक खतरा भ्लग आउँछ अबदेखि अनि त्यही नै हो माया गर्नु सब्सक्राइब गरेर राखिदिनु होइन त्यो सब्सक्राइब अब त्यही नै हो यताको चाहिँ भ्यू चाहिँ मस्त छ के देख्न सक्नुहुन्छ छ्याक्क छ है अहिले म जाँदाखेरि देखाउँछु उताको सिन अनि त्यही नै हो अहिले आजदेखि म भ्लग बनाउनु सुरु गरिसकेको छु अहिले चाहिँ म बुटोलतिर छु है अनि त्यही नै हो आज नै आएको अब के हुन्छ कसो हुन्छ बुटोलतिर कति घुमिन्छ धेरै त घुम्दैन म 3-4 दिन बस्छु अनि जानुपर्छ घरतिर गाउँतिर है त्यही नै हो अनि के नै छ र अब भाइ अझै आएन भाइ त्यहाँ कुर्दैछ ससेस खाने भनेर भन्थ्यो अनि त्यता गएको छ अनि त्यही नै हो भाइ आएपछि सर घुमिन्छ है अनि उतैतिर भाइ आएपछि अनि घुम्न होला चट्ट लाएर त्यति बेला भेट्छु म हजुरहरूलाई ल एकछिनमा म अहिले चाहिँ इन्ट्रो बनाएको सबैजनाले सपोर्ट गरिदिनु पऱ्यो कि सपोर्टै भएन कि यस्तो पारा भएन कि ल एकछिनमा भेट्छु म है चट्ट लाएर बाबुले ससेस खान्छ है मनी खानुपर्छ खानुपर्ने हुन्छ है ससेस दामी छ वाल्ट कस्तो छ बाबु मिठो एमएमए छ है त्यही नै हो खानालाई मजा चाहिँ चाहिन्छ क्या यता घुम्न आएको ससेस चट्ट लगाएर खानु पऱ्यो म त त्यति टेस्टी लागेन बाबुलाई चाहिँ यहाँ मिलाएर मलाई चाहिँ मिठो लागेन त्यति 10मा कति 5% दिन्छु 10मा 5 त्यस्तो मिठो नि छैन त्यस्तो नमिठो नि छैन ल पार्क यहाँ के ठाउँ भन्छ भाइ माटो खन्ने ल माटो खन्ने ठाउँमा है यो चाहिँ बुटोलको ल चट्टो लाएर हामी चाहिँ अब यत्तिकै डुल्दै हिँड्दै अब काम छैन होइन ल जङ्गल चाहिँ खत्रै छ उता घुम्छ मेरो जङ्गलतिर किन डर लाग्छ त्यही नै हो यस्तो छ जङ्गल चाहिँ देख्न सक्नुहुन्छ हाम्रो घरतिर चाहिँ भिआइपी जङ्गल हुन्छ यता चाहिँ सफा सुग्घर गरेर अब घुम्न जाने ठाउँ जस्तो बनाएको छन् होइन हाम्रो घरतिर चाहिँ गाउँमा चाहिँ त्यस्तो जङ्गलसँगलको मतलबै हुँदैन जस्तो छ त्यस्तै झाडीमा राखिदिन्छ अनि त्यही नै हो यता चाहिँ यस्तो छ्याक्क पारेर है सबैजनाले यस्तो गरिदिन्छन् त्यही नै हो ल हेलो साथीहरू ल त्यही नै हो ल सब्सक्राइब भन्नुभएको छ थ्याङ्क यू सो मच ल अब चाहिँ हामी जानुपर्छ घरतिर त्यही नै हो के नै छ र यत्तिकै डुल्दै हिँड्ने त हो यहाँ चाहिँ अब कबड्डी माछाहरू हुँदो रहेछ अनि त्यही नै अब हामी चट्ट लाएर घरतिर लाउनु अर्कोमा यो आकाशबाट के ट्याप चुहिएको छ कि होइन चिसो पानी चुहिएको छ कि ट्याप थोपा पानी चुहिएको छ अनि त्यही नै हो त्यो चुहिएको छ म चक्क पर्छु पानी पनि परेको छैन पानी पर्ने जस्तो मौसम छ त त्यो पानी थोपा चुहियो जस्तो ट्याप चुहिएको छ क्या के चुहिएको थाहै भएन अब सिट परेर चुहिने भन्न नि यो खरेनीमा के को सिट चुहिएको छ है त्यही नै हो ल
अब हामी चाहिँ यता चाहिँ फुटबल ग्राउन्ड छ देख्न सकिन्छ अनि यता चाहिँ गाडीको बाटो त्यस्तै छ पारा त्यही नै हो गाइज एकछिन हामी भेट्नुपर्छ अब उता हामी घरतिर जान्छौँ मामा घरतिर अनि भेटौँला त्यतै गेट्स लेट्स गाइज गुड मर्निङ सबैजनालाई आज चाहिँ नेक्स्ट डे हो सबैजना ल चट्ट लाएर भ्लगमा आज सिद्धसरीतिर आएको है अब पाराको जस्तै त भनौँ होइन यहाँ चाहिँ यस्तो बनाएर रहेछ अहिले चाहिँ पहिलाभन्दा राम्रो बनाएर रहेछ त्यही नै हो यतिकै घर बस्नु झ्याउला अब एकछिन उता पूर्व साइड जानुपर्छ पश्चिम कि पूर्व थाहा भएन भैरवातिर ल त्यही नै हो अहिले भैरवातिर जाँदाखेरि भेटौँ न फुच्चा फुच्ची भाइहरू छन् सब ल स्माइल है त ल त्यही नै हो अब यस्तै छ पारा है अब भलक नहालेको धेरै भइसक्यो 3-4 महिना ल अब चाहिँ हालिदिन्छु म अब बाबा गाइज अब यहाँ यस्तो घुम्छौँ केटाकेटीलाई खेलाउँछौँ अनि जानुपर्छ घरतिर त्यही नै अब जाम झ्याउ लागिसक्यो चट्टा लगाएर बाइक यहाँ छ अब जानुपर्छ सबैजना है अब जाम घरतिर गएर भेटौँला सबैजनालाई त्यही नै त छ है म अब घर जान्छु ल फेरि गाइज म माटो खानीमा आइसकेको छु चट्ट लाएर केटाकेटी त्यहाँ खेल्न गएको छन् मलाई झ्याउ लागिसक्यो के भन्छन् मेरो पारो तातिसक्यो है खेल्नु छ र खेलुन् मोज गरून् अनि घरतिर दिनुपर्छ हो त्यही नै हो म चाहिँ अहिले कमल पोखरी आएको अनि ल कमल पोखरी यस्तो छ है ल चट्ट लाएर अनि अहिले चाहिँ कमल पोखरी छु अब एकछिनमा भएर जानुपर्छ म चाहिँ घर बस्न नि झ्याउ लाउँछ होइन घुम्दै हिँड्नै पर्यो अब के गर्नु छ र ऊ थोमस बाबु त्यहाँ छ है म र बाबु आएको अनि अब एकछिन फेरि घर फर्किनुपर्छ लास्टै गर्नु रहेछ बुटोलतिर त पाहाडतिर भन्दा अनि त्यही नै हो चिसो खाएको गर्नु भएर चिलमा बस्नुपर्छ है सबैजना अनि त्यही नै हो यस्तै छ पारा बाबु मस्त चिसो खाँदै बसेछ कस्तो छ मिठो छ है अरू के खाने भन के नखाने खाने भए भन है म किनिदिन्छु त्यही नै हो अब घरतिर जानुपर्छ घर गएर म चाहिँ दिदी घर जान्छु अनि त्यतै गएर भेट्नुपर्छ सबैजना ल कमल पोखरी फेरि यस्तो छ अहिले उता गएर बोल्छु भेट्छु म कमल पोखरी ल त्यही नै हो चट्ट लाएर अब सिनेमेटिक यसो खिचिदिन्छु है सबैजना चट्ट लाएर सिनेमेटिक हेर्नु होला ल बाई गाइस सिनेमेटिक सेट जिन्दगीको बाटो कहाँ छ र सोचो कहिले छाया कहिले घामको पोसो पसिनाले लेखिन्छ भागेको कथा लडेर उठ्ने हो यही छ व्यथा पेन्सिलले लेखे मेटिएला साथ तर सङ्घर्षले लेखे रहन्छ अहिले बन्नु छ मेटिनु छैन हिँडिरहने हो रोकिनु छैन पेन्सिलले लेखे मेटिएला साथ तर सङ्घर्षले लेखे रहन्छ अहिले सफल बन्नु छ मेटिनु छैन हिँडिरहने हो रोकिनु छैन पेन्सिलले लेखे मेटिएला साथ तर सङ्घर्षले लेखे रहन्छ अहिले जिन्दगीको बाटो कहाँ छ र सोचो कहिले छाया कहिले घामको पोसो पसिनाले लेखिन्छ भागेको कथा लडेर उठ्ने हो यही छ व्यथा जिन्दगीको बाटो अलराइट गाइस म चाहिँ यहाँ दिदीको घर आइसकेको छु है अहिले चाहिँ छपक्क लाएर बसेको भर्खर आइपुगेको होइन बाटो आउँदा चाहिँ भिडियो बनाएन म हाम्रो दिदी शर्मा आउनु भएको छ अनि त्यही नै हो अब बाटो आउँदा चाहिँ भ्लग बनाउनु भ्याएन त्यही नै हो अब यता आएको छु यता आएर अब भ्लग अब एन्ड गर्नुपर्छ भ्लग धेरै लामो भइसकेको छ होइन गाइस अब त्यही नै हो म भोलि कता जान्छु थाहा छैन है घरको काम गरेकोमा भ्लग बनाउने छु सायद है ल त्यही नै हो आजको भिडियो यति नै मन पऱ्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले ल बाई गाइज लभ यु अल माई फ्यामिली ल नेक्स्ट भ्लगमा भेट्नेछौँ हामी बाई